साथीहरु एकछिन यो सुर्खेततिरको दृश्य पनि हेर्नुस् त। अहिले चुनावी प्रचारको विभिन्न खालको तरिकाहरू देखिरहेको छ, नेताको आफ्ना आफ्ना तरिकाहरू देखिरहेको छ। यो तरिका नौलो लागेर मैले तपाईहरुको सामुन्ने यसरी सम्प्रेषण गरिरहेको छु। हेर्नु त घोडामा चढेर यस्तो तरिकाले चाहिँ घण्टीको प्रचार गरिराख्नु भएको छ, घण्टीलाई भोट मागिराख्नु भएको छ। साह्रै गजबको लाग्यो। एकछिन यो भिडियो हेरौँ। आहा, घोडा कुदाएर हेर्नुस् त, घण्टी घोडामै छ। कति छ त घण्टी पनि। हामी घण्टीको चाहिँ घण्टीमा मत देश घण्टीमय बन हो अब। घण्टीमा मत हाल्नुलाई हाम्रो रमेश सापकोटाजी यहाँबाट चाहिँ उम्मेदवार हुनुहुन्छ, थाहै छ हजुरहरूलाई। आफूसँगै भएको स्रोत साधनको उपयोग गरेर मैले चुनाव प्रचार गरिरहेको छु भन्नुभएको छ। यो गजबको तरिका हो, साह्रै राम्रो तरिका है यो। भिडियो सक्दो सेयर गरिदिनु होला। सही तरिका लाग्यो है यो। घण्टी जनतालाई नै बजाउन लाउनु भएको छ है। गजबको छ यो तरिका।